हेलो दर्शकबिन, स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल डिजिटल ज्ञान भण्डारमा। आजको यो भिडियो ब्रोकर एकाउन्ट अनलाइनबाट कहाँबाट खोल्ने, कसरी खोल्ने त्यो सबै जानकारी दिन गइरहेछु। म खोल्न गइरहेको ब्रोकर नेम नासा सिक्युरिटी रहेको छ, त्यही भएर मेरो नजिकमा त्यही पर्छ। त्यही भएर म सबै जानकारी दिन गइरहेछु। सबभन्दा पहिला म यो बताइहालौँ कि खोल्नको लागि कुन कुन डकुमेन्टहरू चाहिन्छ। सबभन्दा पहिला आफ्नो नागरिकता लिइहाल्नुहोस्। नागरिकताको दुवै साइडको फोटो अनि आफ्नो फोटो अनि नागरिकता लिएको हातमा फोटो अनि आफ्नो थम्ब, सिग्नेचर अनि आफ्नो नेसनल आइडी अनि डिमेटको विवरणको पिडिएफ। सबभन्दा पहिला क्रोममा आउनुहोस्। क्रोममा आएपछि नासा सिक्युरिटी टाइप गर्नुहोस्। त्यसको वेबसाइट खुल्छ अनि वेबसाइटमा लगइन हुनको लागि सबभन्दा पहिला यहाँ 3 वटा ढाँचामा क्लिक गर्नुहोस् अनि कस्टमर लगइन अनि न्यू युजर अनि यहाँ आफ्नो फर्स्ट नेम, पहिलो नेम टाइप गर्नुहोस् अनि मिडल नेम छ भने राख्नुहोस्, नराख्दा पनि हुन्छ, छैन भने छाडिदिनुहोस् अनि आफ्नो लास्ट नेम यहाँ टाइप गर्नुहोस् अनि यहाँ आफ्नो जिमेल आइडी अनि पासवर्ड राखेर रेजिस्टरमा क्लिक गर्नुहोस्। एकैछिनमा मेल आउँछ यस्तो। यहाँ लिङ्क टु भेरिफाई योर इमेल एड्रेस यहाँ क्लिक गर्नु बित्तिकै आफ्नो पासपोर्ट सेट गर्न भन्छ। सेट गरेपछि यहाँ फेरि आउनुहोस्, न्यू युजरमा क्लिक गर्नुहोस् अनि यहाँ आफ्नो लगइन विवरण राखेपछि लगइन भइदिनुहोस्। एकैछिनमा लगइन भइहाल्छ। आफ्नो के चाहिन्छ, ट्रेडिङ डिमेट एकाउन्ट अनि सबै चाहिन्छ भने तल लगाउनुहोस्, तर म ब्रोकर मात्र लिन चाहन्छु। यहाँ आफ्नो डिमेट एकाउन्टको नम्बर, डिओबी नम्बर अनि यहाँ आफ्नो नेम, जिमेल आफै आइदिन्छ। यहाँ आफ्नो एड्रेस अनि नम्बर राख्दा आफ्नो नम्बर भेरिफाई गरिहाल्नुहोस्। भेरिफाईमा क्लिक गरेर अनि यहाँ आफ्नो पर्सनल विवरणमा डेट अफ बर्थ अनि जेन्डर सिलेक्ट गर्नुहोस्। कुन कस्तो जेन्डर छ त्यो मेल फिमेल आफै चुज गर्नुहोस् अनि म्यारिटल स्टेटस वैवाहिक स्थिति अनि यहाँ आफ्नो नागरिकताको नम्बर अनि नागरिकता जारी भएको जिल्ला पनि चुज गरिहाल्नुहोस् अनि यहाँ इस्यु डेट अनि यहाँ एनआइडी कार्ड नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर अनि पान नम्बर, पासपोर्ट नम्बर अप्सनल छ, राख्दा हुन्छ, नराख्दा पनि हुन्छ। यहाँ राख्नु बित्तिकै यस्तो आउँछ। यहाँ आफ्नो फ्यामिली डिटेल हाल्नुहोस् अनि यहाँ आफ्नो एड्रेस अनि यो लोकेसन अन गरिदिनुहोस् अनि सबै विवरण राख्नुहोस्। प्रोभिन्स नम्बर, डिस्ट्रिक्ट, नगरपालिका, वार्ड नम्बर, गाउँपालिका छ भने गाउँपालिका राख्नुहोस्, सबै सेमाइज गर्नुहोस् अनि यहाँ आफ्नो म्याप चुज गर्नु। म चाहिँ अहिले दोहा कतारमा छु, त्यही भएर म आफ्नो गाउँको चुज गर्छु, त्यही भएर मैले चुज गरिहालेँ अनि यहाँ आफ्नो ब्याङ्क डिटेल्स हाल्नुहोस्, कुन ब्याङ्क छ, ब्रान्च नेम के छ, एकाउन्ट नम्बर हाल्नुहोस्। मेरो पर्बु रहेछ, त्यही भएर मैले पर्बु ब्याङ्क चुज गरेछु। हजुर आफ्नो ब्याङ्क चुज गर्नुहोस् अनि यहाँ आफ्नो ब्याङ्क एकाउन्टको नम्बर दिइहाल्नुहोस् अनि यहाँ कति लगानी छ, एनुअल इन्कम कति कमाउन चाहनुहुन्छ त्यो यहाँ राख्न सक्नुहुन्छ अनि अर्को नोमिनी नोमिनीमा के राख्नु छ भने राख्नुहोस्, छैन भने नराख्नुहोस्, नो गर्नुहोस् अनि यहाँ रिक्वायरमेन्ट डकुमेन्ट अपलोड गर्नै पर्छ। सबैभन्दा पहिला आफ्नो नागरिकताको फ्रन्ट साइडको इमेज ग्यालेरीबाट इनपुट गर्नुहोस् अनि यहाँ ब्याक साइडको इमेज पारिपट्टिको यहाँ चुज गर्नुहोस् अनि यहाँ आफ्नो व्यक्तिगत फोटो, पर्सनल इमेज यहाँ आफ्नो फोटो चुज गर्नुहोस्। म चाहिँ चुज गर्छु
क्लियर हुनु पर्यो, दुवै कान देखेको हुनु पर्यो, पासपोर्ट साइज फोटो पनि हुन सक्छ। अनि यहाँ नागरिकताको हातमा समाएर फोटो खिचेको हुनुपर्छ, सेल्फी हेर्न सक्नुहुन्छ। मैले सेल्फी अपलोड गरिरहेछु, एकैछिन आएन, एकैछिन फेरि अपलोड गर्न चाहन्छु, यहाँ आउँछ, अब आइदिन्छ, एकैछिन आयो। अनि यहाँ आफ्नो थम्ब प्रिन्टको फोटो लिँदा फोटोमा उल्लेख गर्नुस् कुन दायाँ छ कुन बायाँ छ त्यो लेखिहाल्नुस्। अनि तल यहाँ आफ्नो सिग्नेचर सेतो पेपरमा सिग्नेचर गरेर त्यो फोटो अपलोड गर्नुस्। अनि यहाँ आफ्नो राष्ट्रिय परिचय पत्र एनआइडी कार्ड, नेसनल आइडी यहाँ राख्नुस्। अनि यहाँ आफ्नो डिमेट एकाउन्टको विवरणको पीडीएफ फाइल क्रोमबाट डाउनलोड गरेर राख्नुस्, पीडीएफ चाहिँ मात्र राख्नु होला। अनि सबमिटमा क्लिक गर्न बित्तिकै सबमिट भइहाल्छ। यहाँ मैले टिकटकमा पनि अपलोड अनि युट्युबमा पनि टिक लगाइदिन्छु, युट्युबमा पनि टिक लगाए। अनि प्रोसिडमा क्लिक गर्ने बित्तिकै योर फर्म हैज बीन सक्सेसफुली सबमिटेड।